राजसंस्था पुनर्स्थापनाका बारेमा नेपालमा चर्को आवाज उठिरहेका बेला भारत पुगेकी परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउबा भारतमा के गरिरहेकी छिन् भन्ने चासो यति बेला धेरैमा देखिन्छ। नेपालमा नेताहरूका प्रति अनेकन प्रश्न उठ्नु ठिक यही बेला नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रे लगायतका कूटनीतिक जानकारहरूले नेपालमा गणतन्त्र स्थापनाका लागि भारतले गरेको सहयोगको विषयमा खुलेरै बोल्नु अनि यस्तो परिस्थितिमा परराष्ट्र मन्त्री भारत जानुले अनेकन आशंका उब्जिएका छन्। भारतले नेपालका प्रधानमन्त्रीदेखि सत्ता साझेदार दलका मुख्य नेतासम्मलाई कुनै मतलब नगरिरहेका बेला भएको परराष्ट्र मन्त्रीको भारत भ्रमण स्वाभाविक रूपमा चासोको विषय बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको रहर पटक पटक गरे पनि भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन भने केही दिन अघि मात्रै सत्ता साझेदार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारत जान उचालिसकेको खुट्टा भारतको बेवास्तापछि अन्तिम समयमा त्यत्तिकै रोक्नु परेको थियो। त्यसो त स्वयं परराष्ट्र मन्त्री डाक्टर आर्जु राणाको यसअघिको भारत भ्रमण पनि त्यस्तो सुखद देखिएको थिएन। परराष्ट्र मन्त्री बनेपछिको पहिलो भारत भ्रमणमा नसोचेको स्वागत सत्कार र सम्मान पाएकी राणाको दोस्रो पटकको भारत भ्रमण बेमतलबको भ्रमण बनेको थियो। भारतीय पक्षले राणालाई त्यो भ्रमणमा कुनै वास्ता गरेन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अन्य नेतासम्मलाई भेट्न चाहे पनि दोस्रो पटकको भेटमा राणाले ठूला नेता कसैलाई भेट्न पाएकी थिएनन्। अहिलेको भ्रमणमा पनि राणा भारतीय ठूला नेताहरूलाई भेट्ने पक्षमा छन्। नेपालको गणतन्त्रका सम्बन्धमा र आफूहरूका विषयमा नकारात्मक कुरा मिडियाहरूमा नगरिदिन आग्रह गर्ने तयारीमा उनीछन्। तर यसपटक पनि उनले त्यो मौका पाउनेमा आशंका गरिएको छ। भारतीय पक्ष केही महिनादेखि ओली नेतृत्वको सरकारसँग खुसी नभएका कारण परराष्ट्र मन्त्री राणाको भारत भ्रमण सोचे जस्तो नहुने कूटनीतिक मामलाका जानकारहरू बताउँछन्। होलीको दिन फरक प्रकारको उत्साहसहित भारत पुगेकी राणा मुस्कानसहित नेपाल फर्किन्छन् या खिन्न मुद्रामा भन्ने कुरा यति बेला नेपाली राजनैतिक बजारमा चासोको विषय बनेको छ। अहिले भने राणाको घोषित कार्यक्रमका रूपमा रायसिना डायलग रहेको छ। भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा द अब्जर्भर रिसर्च फाउन्डेसन ORFले यही 17देखि 19 मार्चसम्म नयाँ दिल्लीमा रायसिना डायलग आयोजना गरेको छ। मन्त्री राणाले कार्यक्रममा जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ नामक फरक फरक सत्रमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ। तर उनको भारत भ्रमण यतिमा मात्रै भने सीमित हुने छैन। कार्यक्रमका दौरान मन्त्री डाक्टर राणाले भारतका विदेश मन्त्री डाक्टर एस जयशंकर तथा अन्य देशका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन्। रायसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेश मन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहने बताइएको छ। तर अन्य देशका समकक्षीहरूको भेटघाट भन्दा पनि परराष्ट्र मन्त्री राणाको मुख्य ध्येय भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने नै रहेको बुझिएको छ। मोदीसँग भेटेर प्रधानमन्त्री ओलीलाई निमन्त्रणाका लागि आग्रह गर्ने योजनासहित उनी त्यहाँ पुगेकी छिन्। तर त्यसमा सफल हुन्छन् या हुँदिनन् त्यो भने हेर्न बाँकी छ। 9 वार्षिक समारोहका सभापतिज्यू र कार्यक्रमका प्रमुख अतिथि माननीय राजेन्द्र प्रसाद लिङ्गदेनज्यू पार्टी अध्यक्ष, त्यसै गरी उपाध्यक्ष, महामन्त्री र अन्य अतिथिज्यूहरूमा सबैमा नमस्कार छ। तपाईँको वार्षिक उत्सवको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। अहिले विशेष गरेर हामी चाहिँ संसदमा मिडिया सम्बन्धी 2वटा विधेयकहरू छलफलमा छन्। पहिलो मिडिया काउन्सिल विधेयक, दोस्रो सामाजिक सञ्जाल सम्बन्धीको विधेयक छ। हामीले मिडिया काउन्सिल विधेयकलाई अहिले राष्ट्रिय सभाले यसलाई आम सञ्चार विधेयक भनेर अगाडि ल्याएको छ। यसमा हामीले संशोधन पनि हालेका छौँ र अघि भनेर गइसक्नुभयो पत्रकार महासङ्घको महासचिवज्यूले, यो सरकारको एउटा महाशाखा जस्तो, एउटा कन्ट्रोल, एउटा बडी जस्तो बनाउन खोजिएको छ। तर हामीले यसमा व्यापक छलफल हुन अझै बाँकी छ। संशोधन खोलेको छ, हामीले संशोधन हालेका छौँ। त्यसमा एउटा अचम्मको कुरा के छ भने हाम्रो वैदेशिक लगानीहरू के कुरामा ल्याउन पाउने भन्ने हाम्रो नेपालमा एउटा कानुन बनेको छ। त्यो कानुनमा
मिडियामा लगानी गर्नका लागि वैदेशिक लगानी भित्राउन पाइँदैन भनेर स्पष्ट छ। हामीले राष्ट्र ब्याङ्कको त्यसलाई कन्ट्रोल गर्ने बडी चाहिँ राष्ट्र ब्याङ्क हो। तर अचम्मको कुरा चाहिँ यो अहिले आएको नयाँ विधेयकमा चाहिँ के कुरा लेखिएको छ भने मिडिया जुन काउन्सिल छ त्यसको त्यो कोष निर्माण गर्दाखेरि चाहिँ विदेशीहरूले सहयोग गर्न पाउने भनेको छ। अब जब त्यसलाई कन्ट्रोल गर्ने अर्थात् निकाय जो कन्ट्रोल गर्ने निकाय स्वयं विदेशीको लगानीमा ल्याउन पाउने रे अनि तिनको कन्ट्रोलमा जाने मिडियाहरू चाहिँ विदेशी लगानी ल्याउन नपाउने, अनि यो चाहिँ हुँदैन भनेर हामीले संशोधन हालेका छौँ। तर दुःख लाग्दो कुरो फेरि पनि आइहाल्यो, राष्ट्रिय सभामा यो कुरा पढ्दै नपढी हुबहु आयो। अनि मैले चाहिँ एकपटक यसो बाजे भनिदिएको पुरा त्यहाँ पारितै भयो होइन। त्यो भए हुनाले यो चाहिँ कस्तो छ भने अहिलेको जसरी एउटा त्यो मिडिया काउन्सिल विधेयक हामी अलिकति जसरी पनि पत्रकारलाई चाहिँ फ्रिडम हुनुपर्छ, विशेष गरेर चाहिँ पार्टीको सिस्टममा तपाईँहरू त बस्नु भएको छ, म त भन्छु यो बस्नै हुन्न। किनभने यो विभिन्न चौतारी प्रेस चौतारी के होइन, अनि तपाईँहरूको त्यो चुनाव हुँदाखेरि हामी हेरिरहेको हुन्छौँ, पत्रकार हो कि पार्टीको कार्यकर्ता हो होइन, त्यो चाहिँ हेर्दै ताज्जुब लाग्छ होइन। त्यो चाहिँ नभइदिया भए अझै राम्रो हुन्थ्यो कि भन्ने लाग्छ मलाई। अब यो लोकतन्त्र हो, यसमा पाइन्छ भन्लान्, तर पेशागत सङ्गठन चाहिँ कहाँसम्म हो भन्ने हो। अब अहिले निजामती कर्मचारीमा जाने हो भने पेशागत सङ्गठनले करिब नेपालको निजामती क्षेत्रै बर्बाद पारेको अवस्था छ। यसलाई कन्ट्रोल गर्ने मेकानिजम युनिट जोसुकै मन्त्री भए पनि जोसुकै प्रधानमन्त्री भए पनि चलाउने चाहिँ खड्दारले नै हो। सचिवहरूको पनि केही लाग्दैन, यस्तो अवस्था बनाइएको छ। र अब यो पनि यहाँ पत्रकारहरू पनि सम्भवतः यो भातृ सङ्गठन नभइदिया भए भन्ने जस्तो हामी जस्ता नयाँ युवा साथीहरूलाई चाहिँ त्यो महसुस हुन्छ भित्रबाट, किन यो चाहिँ फ्रिडम होस्, सधैँ स्वतन्त्र होस्। र अनि अर्को अघि जो महासचिवजीले भन्नुभयो यो यथार्थ कुरा हो। यस्तो गरेर तलबहरू दिएको अवस्था छैन। ठुल्ठुला मिडिया हाउसमा आज काम गर्ने पत्रकार पीडित छन्, उनीहरूको चुलो चौको चल्न पनि गाह्रो अवस्थामा छ। यो किन आयो भन्दा देशमा इन्डस्ट्री भएन सबभन्दा ठुलो कुरा। किनभने मिडिया चल्ने भनेको दुईवटा तरिकाबाट हो। एउटा तरिका चाहिँ विज्ञापनबाट हो, एउटा तरिका अहिलेको मोनिटाइजेसन हो, यो पछिल्लो पटक। त्यहाँभन्दा अर्को विकल्प त छैन। कि त यसो टाउको कनाउने यसो थर्काउने त्यो व्यवसाय अर्कै कुरा होला, त्यो जान्नेले जान्दछन् त्यो कुरा। यो दुइटै कुरा बन्द छ क्या नेपालमा। जस्तै फेसबुकलाई हामीले दर्ता गराएका छैनौँ, नेपालबाट मोनिटाइजै छैन। टिकटकलाई हामीले यहाँ दर्ता गराएनौँ, मोनिटाइज छैन। अनि होइन, नेपाल सरकारले यिनीहरूलाई दर्ता मात्र गराइदिएको भइदिए भए कमसेकम नेपालबाट मोनिटाइज गर्न पाइन्थ्यो नि। आज कैयौँ मिडिया हाउसले विदेशमा रहेका आइडीहरूबाट मोनिटाइज गरिरहेको अवस्था छ। अब अस्ति मात्र हामीले रिपोर्ट हेरेका थियौँ, फेसबुकले एक वर्षमा 11 अर्बभन्दा बढी पैसा नेपालबाट लिएर जान्छ, तर नेपालको विज्ञापन केही पाउँदैन। अर्को क्लिन फिड विधेयक आयो। अब क्लिन फिड विधेयक आउँदाखेरि भारतमा कुनै पनि कम्पनीहरूले केही पनि सामान बेच्न पर्यो भने नेपालमा विज्ञापन दिनै पर्दैन। उनीहरूले भारतको सोनी टेलिभिजनमा दियो भने यहाँ स्वत बच्छ। यसलाई मिडिया क्लिन फिड विधेयकलाई अझै स्ट्रङली टाइटमा रेगुलेसन गरिएको छैन। त्यो भए हुनाले मिडिया हाउसले कमाउने पैसा पनि अहिले करिब बिजोग अवस्था छ। अनि त्यो अवस्थापछि पत्रकारलाई पनि गाह्रै भइगयो। र अर्को चाहिँ सामाजिक सञ्जाल सम्बन्धीको जुन विधेयक अति खतरनाक छ। यो विधेयक हुबहु पास भयो भने यो देशमा स्वतन्त्रता प्रजातन्त्र पुरै मासिन्छ। यो चाहिँ सरकारको युनिटमा छ। यो चाहिँ व्यापक खतरनाक छ। कुनै पनि मान्छेले लेख्नका लागि, कुनै आइडी क्रिएट गर्नका लागिदेखि लिएर हरेक कुरालाई चाहिँ तपाईँको के गरिएको छ भने यसलाई जसरी पनि हुन्छ अभिव्यक्ति स्वतन्त्रतालाई चाहिँ जसरी पनि बन्द गर्ने भन्ने उद्देश्यका साथ आएको छ। अब यो छलफलमा आउनु बाँकी छ, हामी यसमा छलफल गर्दैछौँ। र मेरो चाहिँ अरू केही छैन, शुभकामना छ के अरे होइन। तर अचम्म लाग्दो कुरा चाहिँ अस्तिको जुन स्वागत कार्यक्रममा देखेँ मिडिया कस्तो रहेछ भनेर। एउटा योगी आदित्यनाथको फोटो चाहिँ नेपालका सबै पत्रिकामा चाहिँ मुख्य समाचार बन्यो। त्यहाँ आएका लाखौँ दर्शक र राष्ट्रिय झन्डाको विषयवस्तु बनेन। यहाँबाट के थाहा हुन्छ भने नेपालको मिडिया नेपालीले चलाउँदैन, मिसनरीहरूको फन्डबाट चल्छन् केही साथीहरू भन्ने कुरा प्रष्टै थाहा हुन्छ। हामी पनि के चाहन्छौँ भने मिडिया स्वतन्त्र हुन् तर मिसनरीबाट नचलुन् भन्ने छ, जज सोरसले नचलाउन् भन्ने छ। जज सोरसले त स्पष्ट भनि पनि सक्नुभयो नेपालको कुन कुन मिडिया उहाँले चलाउनुहुन्छ, कुन कुन अनुदान आउँछ त्यो अनुदानमा जान्छ। अब अहिले मिडियालाई फेरि गाह्रो पनि छ केही साथीहरूलाई। युएसआइडीको फन्ड रोकियो, वर्षको 4 करोड 5 करोड पाउँथे साथीहरूले, त्यो रोकिया छ। त्यसमा पनि अलिकति गाह्रै छ।
त्यो भए हुनाले नेपालको मिडिया सेक्टर स्वतन्त्र त भएन, सिधा भाषामा भने स्वतन्त्र हुँदै भएन। किनभने अहिले फेसबुक बरु स्वतन्त्र होला, कसैले आफ्नो अभिव्यक्ति राख्छ, टिकटक स्वतन्त्र होला, इन्स्टाग्राम स्वतन्त्र होला, ट्विटर स्वतन्त्र होला, तर मिडिया स्वतन्त्र भएन। कारण किनभने बाँच्नपर्छ, बाँच्नका लागि कसै न कसैको सहारा लिनुपर्छ। भारत जस्तो अन्य देश जस्तो यो देशमा उद्योग कल कारखाना सबै बन्द छन्। गोर्खाली टायर भइदिए भए नेपालको मिडिया पालिन्थ्यो नि, गोर्खाली टायरको प्रचार गर्न पाइन्थ्यो हैन, कपडा उद्योग भइदिए भए त्यो गर्न पाइन्थ्यो, सिमेन्टहरू भइदिए भने त्यो भावनाले शुभकामना छ मेरो, अरू केही पनि भन्नु छैन। तर नेपालको मिडिया अझै स्वतन्त्र होस्, स्वतन्त्रका साथ अगाडि बढोस्। अब यो मिडिया जुन छ हाम्रो पनि यहाँ साथीहरू जो यो सङ्गठनमा बसेर काम गर्नेले रापरमा मात्रै नहेरुन्, स्वतन्त्र भएर गर्ने हो। सकभर सकिन्छ भने त यो सङ्गठन नै खोल्ने होइन भन्छु म चाहिँ। हस्, धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल, शुभकामना छ।